हेलो साथीहरू, वेलकम छ मगर ब्लगमा लास्वान टापुला छ है सबैजनालाई। र हामी त चिलमा, हामी एकदम चिलमा गाइजहरू होइन। र अब रातिको समयमा होइन यसो इभिनिङ वाकमा यसो मुड फ्रेस गरौँ त भन्ने यसो घुमघाम चिलको अवस्थामा छु। र यसरी हाम्रो चिल गर्ने ठाउँ यस्तै हुन्छ। अरूको त अब होला, कसैको त अब इन्जोय गर्ने ठाउँ पनि धेरै हुन्छ, कसैको त हामी जस्तै ड्राइभरहरूको समस्या यही, यता ढुङ्गा हुन्छ, यता मिसिन हुन्छ, यता भिरपाखो भन्दा अरू केही हुँदैन। गाइजहरू एकदम भिजोक छ होइन। तर ठिक छ, शान्तको मौसममा एकदमै चराचुरुङ्गीको आवाज पनि सुनिरहेको हुन्छ। चराचुरुङ्गीको आवाजहरू नै चारचुर गर्न यही हो हाम्रो प्राकृतिकको उसमा रमाउने हो, बस्ने हो, यसो दीपक गाँजा तान्ने हो। अब थोरै मात्रामा स्याउली छ, अब यति स्याउली छ। अब यो स्याउलीलाई यही प्राकृतिकको मौसमको आनन्द लिँदै यो दुई स्याउली मिठो बनाएर खाँदै अब हामी चाहिँ यसो केही चहा नास्ताको लागि जानुपर्ने हुन्छ होइन। ल सबैजनालाई फेरि भेटौँला। सबैजना यस्तो लाइक, कमेन्ट एन्ड सब्सक्राइब पनि गर्दै गर्नु होला। फेरि यस्तो नयाँ भिडियोको लागि चाहिँ हामी फेरि दोहोऱ्याएर आउनेछौँ। अहिले चाहिँ हामी यही ढुङ्गा र मिसिनको दायाँ बायाँ भिरपाको छारीमा बसेर हामी यो स्याउलीको दुई चुरोटको आनन्द लिँदै सबैलाई बाई बाई छ।